वेलकम टू मेरो न्यू ब्लगमा गाइज। धेरै दिनपछि बोलाउने छु आज म फाइनली धेरै दिनपछि बोलाउनु त सबै आज म जान छु नुहाउन गाइज। हेर्नुस् यहाँको टेलरमा गाइज। ओके यो मेरो युनिफर्म हो, युनिफर्म जाति है त्यसैले हल्का जनाको सिलाउनलाई यो अजमानमा गाइज। हेरौँ कति रुपियाँ लिन्छ। नेपालमा भए 5-6 रुपियाँ सिल्छ, यहाँ कति लिन्छ गाइज। ल हेर्नु है, नजारा हेर्नु मस्त छ। हेर्नुहोस् हाम्रो वासिङवाला नजारा हेर्नुहोस्। अहिले 5 बजे चाहिँ वाल देख्यो किन यो अजमानमा गाइज है। वाल सहर देख्नुहोस् कति बल देख्यो। इन हातमा लिएर हिँड्छु म पनि। फर्स्टचोटि जान्छु म आज टेलरमा के यहाँको टेलरमा। कति दिन्छ थाहा छैन मसँग पनि, धेरै छैन 5 ग्राम छ मसँग। हेरौँ कति दिन्छ गाइज। हेर्नुहोस् यस्तै नजारा। युनिफर्म चातिपछि दुःख पाइन्छ गाइज। जबबाट आउने बित्तिकै जानु पर्यो सिलाउनलाई गाइज। किनभने अब नेक्स्ट चेन्ज गर्नुपर्छ ड्रेस। ओके नजारा हेर्नुहोस् बल ल आउन लागिसक्यो नजिक बाटो। हेर्नुहोस् आइसक्यो। हेर्नुहोस् यो टेलर दोकान। अब म जान्छु भित्र। हेर्नुहोस् गाइज भित्र देखाउँछु नजारा गाइज। हेर्नु नजारा भित्र हेर्नुहोस् नजारा माथि गएर लिएर हेर्नुहोस्। म पनि दामी देख्छु ड्रेसमा छु। हेर्नुहोस् कपालहरू मिलाएको छु। हेर्नुहोस् बल देख्यो नि सिन यो हेर्नु। यही हाम्रो टेलर गाइज। हेर्नु नजारा त्यही भए पनि आउँछ भने टेलर सिन नजारा हेर्नुहोस्। ल म निस्किसकेँ। अब जान्छु रुममा जानु नेपाली एकछिन आइसक्रिम खाऊँ भनेको। भाइ छोरा नेपाली हासिममा त्यहाँ गएर आइसक्रिम खान्छु भनेको। हेरौँ के हुन्छ भाइको। अहिले आइसक्यो हासिममा। अब भित्र पसेँ। अब भाइ निले जान्लाको भाइलाई भेट्न। भाइ नै छैन अब के गर्ने। अब वेटिङ गर्नुपर्छ कति मिनट वेटिङ गर्न हेरौँ। हेर्नुहोस् तपाईँहरू आइसक्रिम खानु भयो आउनै गाइज। बाबाको आइसक्रिम पाउँछ मिक्स 10, 5, 15, 20 तँ महँगो पाउनु गाइज। ओके तपाईँहरू हासिममा जति पनि नेपालीहरू आउँछ ओके। हेर्नु बल छ, मिक्स छ, चक्लेट छ, बनाना छ, सबै फ्लेभर छ कि। कति धेरै वेटिङ गरेँ है। खोइ त भाइ त अहिलेसम्म भाइ आएको छैन गाइज। यस्तो दिमाग खराब भयो अहिलेसम्म भाइ आएको छैन गाइज। ल अब निस्केँ म त भाइ आएन गयो बाहिर म। अब के गर्ने वेटिङमा। ल आजलाई यति नै भिडियो। नेक्स्ट ब्लगमा मिलाउनु ओके गाइज। ल बाई टाटा।